नमस्ते। आजको भिडियो चाहिँ म योपालि चाहिँ नि पहिलाको भिडियोमा चाहिँ जापानवासीहरूको लागि थियो भने योपालि चाहिँ हाम्रो आफ्नै देशमा नेपालतिरको लागि चाहिँ नि छ। यो चाहिँ नि अलिकति हल्का सन्देश जस्तै हो। यो चाहिँ नि हाम्रो महावीर पुन्जीले लेख्नुभएको स्ट्याटसबाट म चाहिँ नि उहाँले लेख्नुभएको स्ट्याटस जुन अलिकति हाम्रो देशको लागि अलिकति समय सान्दर्भिकको लागि अलिक इम्पोर्टेन्ट जस्तो लागेर चाहिँ नि यहाँ सबैजनालाई चाहिँ यो सेयर गर्न गइरहेको छु। धेरै जसोले पढि पनि सक्नुभयो होला उहाँको स्ट्याटस, कतिपयले पढ्नुभएको छैन होला। पढ्नुभएको छैन भने चाहिँ नि म यो भिडियो मार्फत पहिलोचोटि एकचोटि चाहिँ नि जस्ताततै सर पढेर सुनाइदिन्छु र त्यसपछि आफ्नो विचारहरू चाहिँ नि समय मिलेदेखि राखौँला। महावीर पुन्जीले लेख्नुभएको छ, राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाइदा होइन नि, झनै धेरै नोक्सान हुन्छ। त्यसैले अहिलेको परिप्रेक्ष्यमा देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगरौँ भन्ने मेरो अनुरोध जेएनजी सहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरूलाई अनुरोध छ। गुटबन्दी र खुट्टा तानातान गर्यो भने कसलाई फाइदा हुने रहेछ भन्ने कुरा तलको इतिहासको पानाबाट पनि सिकौँ। 1 नम्बर, नाबालक राजा रणबहादुर शाहको प्रतिनिधि कसले गर्ने भने र सुरु भएको गुटबन्दी र खुट्टा तानातान गिवार्ण युद्ध विक्रम र राजेन्द्र विक्रम शाहको पालासम्म आइपुग्दा चरम बिन्दुमा पुगिसकेको थियो। त्यसैको परिणामस्वरूप नेपाली जनताले 104 वर्षसम्म निरङ्कुश राणातन्त्र बेहोर्नु पर्यो। 2 नम्बर, राणातन्त्र सुरु भएपछि प्रधानमन्त्री वीर शमशेरकै पालादेखि गुटबन्दी सुरु भयो। उनीहरूले राणा खलकलाई नै क वर्ग, ख वर्ग र ग वर्गका राणाहरूमा वर्गीकरण गरेर गुटबन्दी सुरु गरेर एउटा गुटले अर्को गुटको खुट्टा तानातान गरे। त्यसरी उनीहरू कमजोर भएर 2007 सालमा जनक्रान्तिद्वारा हटाइए। 3 नम्बर, 2007 सालमा प्रजातन्त्रको घोषणा भए पनि 2015 सालसम्म संसदीय चुनाव हुन सकेन। त्यसको खास कारण त्यति बेला जन्मेका र जन्मदै गरेका राजनैतिक दलहरू बीचमा खुट्टा तानातान भयो। फलस्वरूप राजा महेन्द्रले चुनाव नगराउन आलटाल गर्ने आधार पाए अनि धेरै नै ढिलो भए पनि 2015 सालमा आम चुनाव गरेर गठन भएको बहुमतको सरकारलाई विघटन गरेर पञ्चायती व्यवस्था ल्याउने अवसर पाए। त्यो अवसरको सृजना त्यति बेलाको राजनैतिक समूह बीचको गुटबन्दी र खुट्टा तानातानको प्रवृत्तिले सृजना गरेको थियो। 4 नम्बर, 2015 सालदेखि 2046 सालसम्मको इतिहास हेर्ने हो भने पञ्चायती शासनभित्र राजनैतिक दलहरू नभए पनि विभिन्न गुटहरू थिए। सूर्यबहादुर थापा गुट, लोकेन्द्र बहादुर चन्द्र गुट, मरिचमान सिंह गुट जस्ता धेरै गुटहरू थिए र आपसमा खुट्टा तानातान गर्थे। अनि राजखलकभित्र पनि भूमिगत गिरोह भनेर चिनिने गुटहरू थिए र राजा वीरेन्द्रको कदमलाई असफल पार्ने चालबाजी